नमस्ते। अब हामी आज ओरिएन्टेसन क्लास सुरु गर्छौँ। आज हाम्रो पहिलो दिन हो हैन? कति दिनको क्लास हुन्छ? 2 दिनको हुन्छ। आज पहिलो सत्र हामी पहिलो दिनको गर्छौँ। अघि बिहान तपाईहरुले आइरिस गरिसक्नु भयो हैन? अब बेलुका तपाईहरुले 5 बजे पछाडी फेरि गर्नुहुन्छ हैन? त्यसपछि आजको सकिन्छ। फेरि भोलि हामी के गर्छौँ? फेरि 9 देखि 11 भित्रमा फेरि हाम्रो आइरिस गर्छौँ। अनि फेरि दिउँसो क्लास हुन्छ। अनि फेरि हामी 5 बजे गरिसकेपछि अनि ओरिएन्टेसन हाम्रो अनलाइन देखिन्छ है। अब हामीले क्लास सुरु गर्नुभन्दा पहिला हैन हामी परिचयबाट सुरु गर्छौँ क्लास हैन। यदि तपाई पहिला विदेश जानु भएको छ भने कुन देश जानु भएको छ, कति वर्ष बस्नु भएको छ र छुट्टीमा तपाई के गर्नु भएको छ, कन्टिन्यू जस्तो 5 वर्ष बस्नु भएको छ भने कन्टिन्यू 5 वर्ष बस्यो भन्नुस्, बीचमा छुट्टीमा आइन भन्नुस्। आउनु भएको छ भने कति वर्षको छुट्टीमा आउनुभयो हैन त्यो पनि मलाई भन्नु होला। सर्टकटमा बसी छिटो मिठो है। ठीक छ, भाइबाट सुरु गरौँ। नाम परिचयबाट सुरु। कुन देश जाने हो? कुवेत। नेक्स्ट। अलि साह्रो क्या। कुन देश जाने? कुवेत। जाने देश पनि सहित भन्नुस् न। पहिला जानु भएको छैन? कति 2 वर्ष बस्नुभयो? साउदी बस्नुभयो? पहिलोचोटि जाँदै हुनुहुन्छ? पहिला कहीँ जानु भएको छ? छैन। पहिलोचोटि 2 वर्ष बसेर छुट्टीमा आउनुभयो। कति वर्ष बस्नुभयो? 2 वर्षमा छुट्टीमा आउनुभयो। पहिला मेरो नाम सरिता नेपाली। पहिला कुवेत गएर आएको, 1 वर्षमा रिटर्न आएको। अहिले फेरि ओमान जाँदैछु। दुबई 2 वर्ष कहाँ बस्यो? दुबईमा बस्यो? म वीरेन्द्र शाही। म पहिले पटक ओमान गएँ। कति वर्ष बस्नु दुबईमा? 14 महिना बस्नुभयो। पहिला नाम के छ? नाम रामबहादुर कानी। पहिलो पटक मलेसिया जान लाग्यो। पहिला जानु भएको छ नि कहीँ पनि? कति वर्ष? 1.5 वर्ष बस्नुभयो। नमस्ते, मेरो नाम चाहिँ के हो? मेरो नाम ऋषि भट्टराई है। अब विगत 10-15 वर्षदेखि तपाईहरु यस्तै मान्छेहरूलाई चाहिँ क्लास दिइरहेको छौँ हामी। अब हामी चाहिँ के भन्छौँ? विदेश पनि नजानुस् भन्छौँ। खासमा चाहिँ हामी विदेश नजानुस् भन्नु बसेको यहाँनिर। तर देशको परिस्थिति हेर्दाखेरि तपाईलाई रोक्न सकिँदैन, किन यहाँ केही काम छैन। नभएसरी जानुस् विदेश। तर विदेशमा गएपछि तपाईले के गर्नु पर्यो? कमाइ राम्रोसँग गर्नु पर्यो, राम्रोसँग अनुशासित भएर काम गर्नु पर्यो। त्यसपछि त्यहाँ गएर सिप सिकेर पैसा र सिप लिएर फर्किनु पर्यो नेपालमा, र नेपालमै केही गर्नु पर्यो हैन। हाम्रो मुख्य उद्देश्य चाहिँ अहिले त्यही हो। फर्किनु चाहिँ आफ्नो देशमा फर्किनु पर्छ। तर जस्तो यहाँ केही व्यवसाय गर्नलाई त हामीलाई केही चाहियो नि त, पुँजी चाहिएन हैन? कसले दिन्छ त? म नेपालमा बसेर काम गर्छु भने कसैले पैसा दिन्छ? दिँदैन। त्यही भएर पहिला पैसा कमाएर आउने र पैसासँगै ज्ञान र आफूले के काम गरेको त्यही कामको चाहिँ सिप लिएर चाहिँ पोख्त भएर आयो भनेदेखि चाहिँ यहीँ गर्न सकिन्छ हैन। उद्देश्य त्यो हो। अब त्यसपछि अब हामी तपाईहरुलाई म पहिला सोध्छु क्वेशन, श्रम भनेको के हो? पहिला गइसकेको मान्छेले जवाफ दिनु त मलाई। श्रम भनेको के हो? श्रम किन गरिन्छ? श्रम भनेको काम हो हैन। अब तपाईँ हामी कहाँ जाँदैछौँ काम गर्नलाई? विदेश जाँदैछौँ भनेपछि त्यो देशमा जानलाई के गर्नु पर्यो? त्यो देशमा काम गर्न जानलाई हामीले स्वीकृति लिनु परेको परेन त? आफू खुसी जान पाइन्छ विदेश हैन? हामी के कामको लागि जाँदैछौँ हैन? हामी कुन देशमा जाँदैछौँ हैन? हाम्रो भिजाको क्याटेगोरी के हो? म कस्तो भिजामा विदेश जाँदैछु पहिलो कुरा त्यहाँ बुझ्नु पर्यो।
होइन हामी कुन भिजामा जाँदैछौँ विदेश वर्किङ भिजामा हामी जाँदैछौँ हामी काम गर्ने भिजामा विदेश जाँदैछौँ त्यस कारणले हामीले नेपाल सरकारबाट अनुमति लिनुपर्छ म फलाना देशमा यति वर्षको लागि काम गर्न जाँदैछु भनेर अनुमति लिने त्यसलाई नै हामी के भन्छौँ श्रम स्वीकृति भन्छौँ अब त्यो श्रम स्वीकृति त्यतिकै दिन्छ त त्यसको पनि प्रोसिडर होला हैन केही कागजातहरु पेश गर्नुपर्ने होला हैन के कागजातहरु पेश गरे पछाडी मेरो श्रम स्वीकृति आउँछ हैन हामीले सामान्य कुरा चाहिँ बुझ्नुपर्छ तपाईहरु के गर्दिनुहुन्छ फलानाले फलाना ठाउँमा जा मेडिकल जा ओरिएन्टेसन जा भनेर आइदिनुहुन्छ तर मैले त्यो मेडिकल किन गर्नुपर्छ त्यो ओरिएन्टेसन किन गर्नु पर्यो मैले इन्स्योरेन्समा पैसा किन जम्मा गर्नु पर्यो मैले कलाकारी कोषमा पैसा किन जम्मा गर्नु पर्यो मैले सामाजिक सुरक्षा कोषमा पैसा किन जम्मा गर्नु पर्यो थाहा छ तपाईहरुलाई थाहा छ कसैलाई थाहा छैन हैन हो त्यो थाहा पाउनु पर्यो केही भयो भने उता मतलब केही भइहाल्यो भने मान्छे मरि नै हाल्यो भने परिवारलाई चाहिँ सहयोग हुन्छ त्यो गरेपछि इन्स्योरेन्स गराएर गएपछि एउटा कुरा त्यो भयो अरु केसमा थप्न कसैले सक्छ उहाँले त मृत्यु भएपछि मात्रै भन्नुभयो सामाजिक सुरक्षा कोष मृत्युको लागि मात्रै हो त हैन अरु थप्ने कोही हुनुहुन्छ हामीले भनेको कुरा नि यो क्लास भनेको चाहिँ शेयर गर्ने हो क्या तपाईले विदेशमा भएका कुराहरु तपाईले विदेशमा भएका समस्याहरु हैन त्यहाँको नियम कानुनहरु त्यहाँको बाटोहरु काट्दाखेरि कसरी बाटो काट्नु पर्छ रुममा सुत्दाखेरि कसरी बस्नु पर्छ हैन काम कम्पनीमा काम गर्दाखेरि के कुरामा ध्यान दिनु पर्छ हैन त्यसपछि पैसा कमाइसकेपछि पैसालाई सुरक्षित तरिकाले नेपालमा कसरी पठाउन सकिन्छ हैन अनि कसरी आफ्नो लागि भविष्यमा कसरी बचत गर्न सकिन्छ यी सबै कुराहरु चाहिँ हामीले ओरिएन्टेसनमा गर्ने हो त्यही भएर त्यो कुरा भनेको कतिपय कुरा तपाईले जानेको होला कतिपय कुरा मैले जानेको होला कतिपय कुराहरु फर्स्ट टाइम जाने मान्छेहरुलाई पनि थाहा होला हैन पहिला कतिपय कुराहरु गइसकेको मान्छेलाई पनि थाहा होला त्यो सबै हामीले क्लासमा चाहिँ शेयर गर्ने हो यहाँ म तपाईलाई पढाउन मात्रै आएको होइन तपाईले जानेको मैले जानेको कुराहरु चाहिँ के गर्ने एक अर्कामा शेयर गरिसकेपछि के हुन्छ नयाँ जाने मान्छेहरुलाई पनि के हुन्छ थप जानकारी प्राप्त भएपछि सजिलो हुन्छ विदेश जानलाई त्यसकारणले चाहिँ हामी यसरी क्लासमा बसेका हौ ठीक छ त्यही भएर आएको कुरा जानेको कुराहरु चाहिँ भन्दिने अनि जस्तो अलि एकछिनमा म एक्सप्लेन गर्छु सामाजिक सुरक्षा कोषको विषयमा हैन पहिला मैले तपाईलाई श्रमको विषय भनिरहेको थिएँ हैन श्रम गर्नलाई के चाहिने भयो त महत्त्वपूर्ण कुरा पहिला हेर्ने हामीले अहिले जस्तो अनलाइनमा के देखिनु पर्यो त भन्दा अनलाइनमा देखिनु पर्ने कुराहरु सुरुबाट जाउँ हामी हैन तपाईको के देख्नुहुन्छ तपाईको प्रोफाइल हुन्छ डोफेको लागि बनाएको प्रोफाइल हुन्छ त्यो प्रोफाइलको टपमा चाहिँ हैन तपाईको के लेखेको हुन्छ बायोमेट्रिक भनेको जब हामीले आँखा दिन्छ आइरिस गर्छौं नि हैन एकचोटी आइरिस दिइसकेपछि बायोमेट्रिकमा टिक लाग्छ यस भनेर है त्यसपछि बायोमेट्रिक पछाडी के हुन्छ अर्को वेलफेयर फन्ड कल्याणकारी कोष है त्यो कल्याणकारी कोषमा के हुन्छ भन्दाखेरि वान टाइम तपाईहरुले 1500 तिरेको हुन्छ है वान टाइम 1500 तिरेपछि त्यो के गरिन्छ त्यसमा पनि टिक लाग्छ अब कल्याणकारी कोषको विषयमा म एकछिनमा एक्सप्लेन गर्छु है त्यसको पनि धेरै कुराहरु छन् त्यसपछि आउँछ इन्स्योरेन्स इन्स्योरेन्स भने के हो इन्स्योरेन्स भने बीमा नेपालीमा बीमा भनिन्छ यो कस्तो खालको बीमा गरेको हुन्छ तपाईहरुको यो चाहिँ त्यसलाई के भन्छ भने म्यादी बीमा भन्छ त्यो चाहिँ फिक्स टाइमको लागि गरेको बीमा हुन्छ त्यही भएर यसलाई के भनिन्छ म्यादी बीमा भनिन्छ जस्तै मानिलिउँ तपाईहरुको आज श्रम गरेको छ भने आजबाट लागू हुने गरी हैन 2 देखि अथवा 2.5 इयर हैन 2.5 वर्षसम्मको चाहिँ तपाईहरुको इन्स्योरेन्स गरेको हुन्छ अब तपाईले क्वेशन गर्नु होला हैन तपाईको श्रम चाहिँ 2 वर्षलाई गरे हुन्छ इन्स्योरेन्स चाहिँ किन 2.5 वर्ष त हैन भन्नु त अधिकांश रूपमा के हुन्छ भने धेरै जसो कन्ट्रीहरुले के गर्छ यहाँबाट जाने बित्तिकै तपाईहरुको एग्रीमेन्ट अनुसारको 2 इयर्स चाहिँ काउन्ट नगर्न सक्छ हैन जसले गर्दाखेरि चाहिँ जस्तै मान्लियौ कतिपय केसमा तपाईहरुको चाहिँ आज श्रम निक्ल्यो भोलिपल्ट तपाई उड्नुहुन्छ नि ग्यारेन्टी छ छैन नि श्रमको म्याद के छ अब हैन हेर्ने 90 दिन 90 दिन भित्र उड्नु भयो भने कति महिना गयो 3 महिना गयो हैन 3 महिना गयो अब फेरि उहाँ कम्पनीमा तपाईले काम गर्नुभयो 3 महिनाको तपाईको परीक्षण काल होला हैन त्यसपछि मेडिकल गरेर सबै पास भइसकेपछि फेरि अर्को तपाईहरुलाई त्यहाँबाट काउन्ट गर्दियो भने के भयो भन्नु त अब तपाईको 6 महिना के भयो
गइसकेन एक्जाम्पल मात्रै हेरेको है हामीले त्यसपछि तल 6 महिना गयो अरे ल 3 महिना गयो अरे मान्नु एकछिनको लागि अब कम्पनीमा तपाईँको 2 वर्षको म्याच सक्यो 2 वर्षको म्याच सकेकै भोलिपल्ट तपाईँलाई पठाइदिन्छ त त्यस्तो ग्यारेन्टी छ त छैन त्यहाँ तपाईँको 1.5 महिना 2 महिना फेरि 3 महिना अलमल हुन सक्ला हैन त्यो भएको कारणले त्यो फर्किने टाइम दुईटैलाई कभर गर्ने गरी चाहिँ 2.5 वर्षको राखिसकेपछि के भयो मान्छे फर्किन सक्यो भनेर चाहिँ त्यसरी राखेको 2.5 वर्ष भनेर है अब त्यो 2.5 वर्ष पछाडि चाहिँ फेरि आएर हामीले रिन्यू गर्नुपर्ने हुन्छ त्यसलाई फेरि हामी अलि एकछिन पछाडि एक्सप्लेन गरौँला इन्स्योरेन्सको विषयमा त्यो इन्स्योरेन्स पनि हामीले वान टाइम तिर्ने हो कति वर्षको लागि हाम्रो कन्ट्र्याक्ट पिरियड अथवा हाम्रो श्रम स्वीकृतिको लागि जति वर्ष तोकेको छ त्यसको आधारमा चाहिँ वान टाइम के गर्नु पर्यो म्यादी इन्स्योरेन्स भयो त्यसपछि आउँछु म अर्को नम्बरमा यो नेपाल सरकारले 2-4 वर्ष 2-3 वर्ष जति अगाडि सुरुवात गरेको छ सामाजिक सुरक्षा कोष हैन एसएसएफ भन्यो अब यो सामाजिक सुरक्षा कोष चाहिँ के हो यो वान टाइम होइन बुझ्नुभयो कि बुझ्नु भएन यो चाहिँ के गर्नु पर्यो रेगुलर कन्ट्रिब्युट गर्नु पर्यो तपाईले महिनै पछि लगानी गर्नु पर्यो श्रम मात्रै निकाल्ने भयो नि तपाईले 1 वर्षको पैसा हाले के रे 1 महिनाको पैसा हाले आइहाल्यो हैन श्रम मात्रै गर्ने हो भने किनभने अनिवार्य छ मैले अनिवार्य कुरा गरिरहेको छु कि अहिलेसम्म तपाईहरुलाई हैन तर मैले त्यो कोषबाट केही सुविधा लिने हो मैले र मेरो परिवारले त्यहाँबाट सुविधा लिने हो भनेदेखि चाहिँ मैले के गर्नु पर्यो रेगुलर रूपमा योगदान गर्नु पर्यो मैले बुझाउन सके कि सकिन सामाजिक सुरक्षा कोष भनेको के अरे भन्नु त यसमा लगानी कति गर्नु पर्यो खोइ त कोही बोल्दैन त मैले के भने अघि हैन म तपाईलाई फेरि मैले अर्कोचोटि बुझाउने कोसिस गर्छु ल म यहाँ तपाईले बुझ्नु भएन अब यहाँ हेर्नुस् म तपाईलाई भिडियोबाट बुझेँ कि यहाँ भिजुअलमा देखाएर जस्तै हामीले अनिवार्य रूपमा के गरेपछि मात्रै श्रम आउँछ त म त्यो पहिला देखाउँछु अनि म तपाईहरुलाई भन्छु है त ल तपाईहरु यो मैले के खोले हेर्नु त dofe.gov.nb हैन त्योभन्दा अगाडि के खोले FEIMS हैन femis.gov.nb खोले मैले हैन यहाँबाट चाहिँ के देखिन्छ भने यो चाहिँ नेपाल सरकारको श्रम वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली हो हैन तपाईको पनि यसरी नै नाम आउँछ यहाँनेरि मैले एक्जाम्पल रूपमा तपाईले यहाँ देखाएको है बुझ्नु है यहाँ नाम सपोज एकजनाको छ यहाँ पासपोर्ट नम्बर छ जाने देश छ काम गर्ने कम्पनी छ हो केमा काम गर्ने उले उसको स्किलमा के छ क्लिनर छ अनि एसएसएफ आईडी भने छ यो भनेको सामाजिक सुरक्षा कोष आईडी भयो है ठीक छ अनि यहाँनेरि के लेखेको छ हेर्नु त स्टार्ट हाउस एप्रुभ भनेको छ हो अब यहाँ एप्रुभ डेटहरु छ अनि एक्सपायर डेटहरु छ अब यहाँ यही तपाईलाई बुझ्नु पर्ने कुरा यही छ उसको के भयो 14 बाट सुरु भइसक्यो हैन उसको श्रम स्वीकृति कहिले पायो 14 मा पाइसक्यो हो अब यो सकिने कहिले रहेछ हैन 13 मा सकिन्छ भनेपछि हाम्रो सम्पूर्ण कभरेज चाहिँ के भयो यही टाइम भित्रको मात्रै भयो बुझ्नु पनि हैन अब के गर्ने पर्ने रहेछ हामीले हेरौँ अब श्रम गर्नलाई के गर्नुपर्ने रहेछ बायोमेट्रिक के लागिरहेछ यहाँ यस भइरहेछ अब वेलफेयर फन्ड मैले यो अघि भने तपाईलाई कल्याणकारी कोष भने नि के छ
एस छ। त्यसपछि इन्सुरेन्स होइन, त्यसपछि एसएसएफ एस छ। त्यसपछि मैले के भनिरहेको छु, ओरिएन्टेसन। अहिले कहाँ बसिरहेको छौँ हामी, ओरिएन्टेसन बसिरहेको छौँ। अनि अर्को के देखाइरहेछ, हो यो सबै कम्प्लिट भइसके पछाडि होइन मात्रै के भन्यो, अब उसको एप्रुभ भयो। यो मैले तपाईँलाई एप्रुभ भएको देखाएँ मैले हो। अब एप्रुभ नभएको हेरौँ नि त, यो हामीले एप्रुभ भएको हेऱ्यौँ, अब एप्रुभ नभएको हेरौँ। अब एप्रुभ हुँदाखेरि होइन पहिला यसैलाई थोरै हेरौँ ल। एप्रुभ हुँदाखेरि कहाँ कहाँबाट भएको रहेछ त, ल सबै त एस एस देखायो होइन, कहाँ कहाँबाट भएको छ यसलाई हेरेर हामी भ्यूबाट हेरौँ ल। यो अहिले हामीले यो तपाईँलाई मैले केही देखाइ भनिरहेँ होइन। एकैचोटि म कहाँ गएँ भने लास्टमा गएँ ल। हेर्नुहोस् के देखायो यहाँनिर, ओरिएन्टेसन इन्फर्मेसन भनेको उसको 2 दिनको ओरिएन्टेसन कहाँबाट भएछ, वेलकम ओरिएन्टेसन सेन्टरबाट भएछ हो। त्यसपछि ल इन्सुरेन्समा जाउँ हामी। अब कहाँबाट भएछ, सानीमा देखिरहेछ त होइन होइन। त्यस पछाडि अब हामी मेडिकल हेरौँ, कहाँ भएछ होइन, प्याराडाइज इन्टरनेसनल मेडिकल सेन्टरबाट भएछ हो। अब त्यसरी वेलफेयर फन्ड हेरौँ, इसेबाट तिरेको रहेछ। कति पैसा तिरेको रहेछ, 1500 रुपियाँ है। त्यसपछि आउँ हामी, स्किल परेन, स्किल चाहिँदैन, स्किल छ भने मात्रै राख्ने हो त्यो। अब त्यसपछि आउँछ सामाजिक सुरक्षा कोष होइन, सोसियल सेक्युरिटी फन्ड होइन, कहाँबाट तिरेको रहेछ उसको होइन, आइडी नम्बर। त्यसपछि पेमेन्ट गरेको रहेछ कति, 2596 रुपियाँ हो। ठिक छ, यो भइसकेको मान्छेको देखाएको मैले तपाईँहरूलाई है। अब तपाईँहरूलाई म के गर्छु भने तपाईँहरू मध्ये एकजनाको मलाई पासपोर्ट नम्बर दिनुहोस् है। हामी के गरिरहेको छौँ, पहिला हेरिरहेको छौँ वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिको लागि है। अब एकजनाको भन्नु दिनु त मलाई, PA 45768889 होइन। ल अब यही चिज अघि तपाईँलाई मैले के देखाएको थिएँ होइन, यो सबै एस एस देखाएको थियो थिएन, छ यहाँ अहिले एस किन होला त, के कारणले होइन, ल भन्नु त मलाई, ल बुझाउनु त एकजनाले मलाई। अघि तपाईँलाई मैले देखाएको र यसमा के फरक छ होइन, यहाँ के छ, अघि यहाँ के थियो होइन, यहाँ के छ अहिले, नट एभाइलेबल एनए लेखिरहेको छ नि, नट एभाइलेबल भनेको अहिले यहाँ केही पनि छैन। अब तपाईँहरूले के गर्नुभयो होइन, को व्यक्ति हाम्रो नकुल साउथ बायोमेट्रिक के भन्यो, एस भन्यो। किन एस भन्यो, किन अघि बिहान हामीले के गर्यौँ, आँखा गरिसक्यौँ। अब तपाईँको के भयो, वेलफेयर फन्ड के देखायो, नो देखायो। मेडिकल के इन्सुरेन्स के देखायो, नो देखायो। अब एसएसएफ के देखायो, नो देखायो। अब ओरिएन्टेसन के देखायो, यो ओरिएन्टेसन यस कहिले देखाउँछ त, अब यही एस कहिले देखाउँछ हजुर, एस कहिले देखाउँछ, भोलि बेलुका 5:30 बजे पछाडि यहाँ के देखाउँछ, एस देखाउँछ होइन। मेडिकल चाहिँ के भइसकेको छ, एस भइसकेको छ मेडिकल। ठिक छ, अब मैले केही बुझाउनु पर्छ यसमा, थोरै यहाँ बुझाउन सक्छु तपाईँहरूलाई होइन। कहाँ जानु भनेर छ उहाँ, उहाँ बुल्गेरिया जानुहुने रहेछ, कन्ट्री जाने कन्ट्री देखायो होइन। यो चाहिँ मैले तपाईँलाई बुझाउन मात्रै खोजेको, अरू अरू डिटेल्स चाहिँ पछि यो चेन्ज भएर आउन सक्छ होइन। यो टेम्पोरेरी तपाईँलाई पढ्दै गर्नलाई बनाएको हुनसक्छ यो प्रोफाइल चाहिँ होइन, तर यो जब एसएस भएर आइसक्छ नि, सबै यहाँ एप्रुभ भएर आइसक्छ नि, त्यतिखेर चाहिँ तपाईँको रियल आइसकेको हुन्छ। अहिले ठ्याक्कै यही हो भन्न म सक्दिनँ, तर जब तपाईँको यहाँनिर
यो जम्मै भइसके पछाडि तपाईँको के गर्छ, यहाँबाट रिक्वेस्ट गर्छ, सिस्टमबाट रिक्वेस्ट गर्छ। त्यसपछि यहाँ स्ट्याटसमा तपाईँको के देखाउँछ, भेरिफाई भनेर देखाउँछ। अनि जब तपाईँको के हुन्छ, श्रम आइसक्छ, त्यसपछि यहाँ एप्रुभ लेखेपछि अनि तपाईँको श्रम आइसकेको हुन्छ। तपाईँले श्रम स्वीकृति पाइसकेपछि यहाँ के लेखाउँछ, यहाँ एप्रुभ लेखेको हुन्छ। अनि यहाँ मुनि के लेख्छ, यहाँ मुनि अघि देखाएको होइन तपाईँले, मैले डेट लेख्छ कि लेख्दैन, यहाँ फलाना दिनमा तपाईँले एप्रुभ पाउनुभयो होइन। त्यसको एक्सपायर डेट चाहिँ कहिले छ देखाएन हो त्यो कभरेज चाहिँ हाम्रो यो छ नि, यतिको कभरेज, यो 3टा चिज छ नि, 3टा दिन तपाईँलाई देखाएको छु नि मैले। यो 3टाको कभरेज चाहिँ मैले तपाईँलाई अघि भनेको भने नि, यहाँनिर फलाना डेटदेखि यो डेटसम्म तपाईँको कभरेज हुन्छ। डेट कहिले सोध्नु होला नि तपाईँले मलाई, हो यहाँ अहिले अघि मैले देखाएको थिएँ नि, जसको भइसकेको थियो उसकोमा कभरेज गरेको थियो नि, हो यी 3टा चिजको चाहिँ हामीले त्यहाँनिर कभर गरेको हुन्छ। त्यही भएर हामीले त्यही अनुसारको त्यही टाइमभित्रको चाहिँ सुविधा लिन पाउने हो। यदि हामीलाई केही भइहाल्यो भने हाम्रो चाहना नहोस् भन्ने हो। तर तपाईँलाई म यहाँ यो टपिक्समा सुरु गर्नुभन्दा अगाडि थोरै इक्जाम्पल दिन्छु। तपाईँले विदेश जाँदा ओर्दा अथवा एयरपोर्ट जाँदा ओर्दा देख्नु भएको होला होइन, त्यहाँनिर बक्सा, रातो बक्सा आइरहेको देख्नु भएको होला तपाईँहरूले। के हो त्यो होइन, त्यो चाहिँ तपाईँलाई फेरि यसले मृत्युको कुरा गर्न लाग्यो भने सोच्नु भएको होला होइन। हाम्रो अहिलेसम्मको डाटा हेर्ने भने वैदेशिक रोजगारी रूपमा जाने होइन हाम्रो कामदार तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूको सङ्ख्या चाहिँ लगभग 60 लाखभन्दा माथि देखिरहेछ होइन। त्यो डाटाबाट के आइरहेछ भन्नुहुन्छ भने हरेक दिन चाहिँ 3 जना भन्दा बढीको चाहिँ लास आइरहेछ, एभरेजमा 3 देखि 5 आइरहेछ होइन। अब तपाईँले फेरि क्वेसन गर्नु होला मलाई, त्यसो भए नेपालमा बस्ने सबै मान्छे जिउँदै छन् त? छ त? जस्तो यो हामी नजिकै बस्छौँ, कहाँ भयो नजिक बस्छौँ, हामी पशुपतिको नजिकै बस्छौँ होइन। म लगभग 20-25 वर्ष भयो होला यहाँ बसेको, मैले चाहिँ त्यो एक दिन पनि खाली देखाएको छैन। अब काठमाडौँमा बस्ने सङ्ख्या हेरौँ, लगभग वैदेशिक रोजगारीमा जानेको सङ्ख्या र काठमाडौँ बस्ने सङ्ख्या लगभग बराबर हो है। हेर्नु यति सानो ठाउँमा पनि 60 लाख मान्छे छ यहाँ पनि। मैले विदेश जाने पनि कति भने 60 लाख भने। अनि मैले तपाईँलाई अर्को इक्जाम्पल के दिएँ, यहाँ रेगुलर रूपमा पनि के हुन्छ, मान्छे मरिरहेछ। फरक कहाँनिर छ त? फरक कहाँ छ मलाई भन्नु त, ल मलाई के फरक छ, ल तपाईँले देखेको भन्नु त फरक। यहाँ मरेको मान्छे होइन, यहाँको मान्छे र उहाँको मान्छेमा फरक कहाँनिर छ, कसैलाई थाहा छ? यहाँ के छ, सबै वर्गको मान्छे, सबै उमेरको मान्छे यहाँ बसोबास गरेको छ, हो कि होइन? अब विदेश जाने के छ, 18 वर्षदेखि 45 वर्षभित्रको मान्छे, त्यो पनि के छ, मेडिकल गरेर फिट भएको मान्छे मात्रै विदेश पठाउन सक्दैन हो। फरक यहाँनिर छ। यहाँ चाहिँ के सबै वर्गको मान्छे भयो, या के भयो, बिरामीको नि मृत्यु हुने भयो होइन, त्यसपछि दुर्घटना परेर पनि मृत्यु हुने भयो होइन, नेचुरल डेथ होइन, जसको चाहिँ के छ बुढाबुढी भएर मृत्यु हुने पनि भयो होइन, कोही उपचार गर्दा गर्दै मृत्यु हुने पनि भयो होइन। ती गर्दाखेरि के भयो, यहाँ हरेक प्रकारको चाहिँ मृत्यु हुने भयो। तर विदेशमा त के गरेछ, हामीले मान्छे छानेको छ काम गर्न सक्ने उमेरको, त्यही पनि मेडिकल चेक गर्दाखेरि फिट भएको मान्छे मात्रै लिएर गएको छ होइन। त्यस्तो व्यक्तिहरूको मृत्यु हुँदाखेरि चाहिँ हामीलाई अलिक बढी दुःख लागेको हो। त्यही भएर चाहिँ हामीले रोक्न खोजेको हो त्यो। तपाईँले नबुझेर पो त्यस्तो भयो कि, किनभने मृत्युको रेकर्ड कहाँबाट आइरहेछ भन्दा एउटा एभ्री डे एकजना नेपालीको मृत्यु चाहिँ बाटो काट्दाखेरि मृत्यु भइरहेछ। हेर्नु है, एकजना मान्छेको मृत्यु चाहिँ तपाईँको सुतेको ठाउँमा भइरहेछ होइन। ड्युटी सकेर आएर सुतेको छ मान्छे, बिहान उठ्दाखेरि छैन होइन। अब के हुन्छ, अब बिरामी भएर मृत्यु हुने भनेको त जहाँ पनि हुनसक्छ होइन। अचानक मृत्यु हुने भनेको जहाँ पनि हुनसक्छ होइन। तर एक्सिडेन्टमा हुने मृत्युहरू, सुतेको ठाउँमा हुने अनावश्यक मृत्युहरूलाई चाहिँ रोक्न सकिन्छ कि भन्ने हाम्रो चाहना हो। तपाईँहरूलाई जुन यसरी हामीले सिकाउन खोजेको कारण चाहिँ के हो नि, त्यो बाटो काट्दाखेरि अलिकति प्रोपर ध्यान दिएर काटिदिनु भयो भने, सुत्दाखेरि तपाईँहरूले एसीहरूलाई मजाले आफूलाई अनुकूल युज गरेर सुत्दिनु भयो भने होइन, खानपानमा ध्यान दिनुभयो भने होइन, त्यसो हुँदाखेरि चाहिँ अलिकति ज्यान जो बचाउन सकिन्छ कि भनेर चाहिँ हामी लागिरहेको कारण चाहिँ तपाईँलाई यो ओरिएन्टेसनलाई भनिरहेको, दिन प्रतिदिन भनिरहेको कारण चाहिँ एउटा त्यो रोक्न सकिन्छ कि भनेर एउटा हो।
हैन। अर्को चाहिँ तपाईँ त यत्रो परिवारलाई खुसी दिन्छु भनेर र भविष्यमा म केही गर्छु भनेर विदेश जानुभएको होइन। अब त्यसरी अनागै मृत्यु भयो भने त के हुन्छ, एउटा परिवारको नि विचल्ली हुन्छ होइन। आफ्ना सपनाहरू त छँदै थिए होइन, त्यो दुइटै हामीले पुरा गर्न नसक्ने स्थिति नहोस् भन्नको लागि पनि हामीले यो क्लास लिइराखेको हो होइन। अर्को भनेको चाहिँ तपाईँलाई त्यहाँको नियमहरू, त्यहाँको कानुनहरू होइन, त्यहाँको धर्म संस्कृतिहरू होइन, त्यहाँका विशेष चाडहरू कस्तो कस्तो चाड हुन्छन् त्यहाँनिर, त्यसमा के हामीले सावधानी अपनाउनुपर्छ, यी कुराहरू सिकाउनुलाई। त्यसपछि अर्को समस्या भनेको हाम्रो गोर्खाली पन थाहा छ नि तपाईँहरूलाई, के हो गोर्खालीपन भने? अरूसँग नटेर्ने, नझुक्ने। अब कम्पनीमा काम गर्न गएको छ, कम्पनीले भनेको नि नमाने पछाडि त कम्पनीले के गरिदिनु भयो, हामीलाई फायर गरिदिनु भयो कि होइन? होइन, मैले म गोर्खाली भनेर देखाउन थाल्यो भने बाँकी राख्छ। त्यही भएर म यहाँबाट मेरो देशबाट अर्काको देशमा गइसके पछाडि मैले जुन एग्रिमेन्ट पेपरमा साइन गरेको छु त्यही पेपरको आधारमा मात्रै म त्यहाँ बस्न पाउने हो हैन। भिजा भनेको चाहिँ तपाईँ त्यहाँ प्रवेश गर्नलाई दिएको कार्ड भयो हैन। एग्रिमेन्ट भनेको चाहिँ तपाईँ कम्पनीमा कसरी बस्ने, कति समय काम गर्ने, कति समय छुट्टी पाउने हैन, कति समय पछाडि तपाईँले घर जानलाई छुट्टी पाउने हैन, त्यहाँको त्यो देशको नियमअनुसार कुन कुन दिन बिदा हुने भन्ने कुरा चाहिँ के भयो, त्यो एग्रिमेन्ट अनुसार भयो हैन। उसले कुन कहाँ तपाईँलाई खटाउने भन्ने कुरा चाहिँ एग्रिमेन्ट अनुसार भयो। तपाईँलाई कति स्यालेरी दिने, कति काम लगाइसकेपछि, कति घन्टा काम लगाएपछि कति स्यालेरी दिने भन्ने कुरा चाहिँ कहाँ भयो, एग्रिमेन्ट भयो। त्यस कारणले हामी त्यो देशमा बस्ने भनेको चाहिँ त्यो एग्रिमेन्टको आधारमा बस्ने हो। मेरो खुसीले म यति घन्टा काम गर्छु भनेर बस्ने होइन, बुझ्नुभयो नि? के अनुसार बस्ने अरे? एग्रिमेन्टमा लेखिएको अनुसार चाहिँ हामी बस्ने हो। तर हाम्रो दाजुभाइ दिदीबहिनीहरूले चाहिँ त्यसो बुझ्नुहुन्न हैन। मलाई यति भनेर आएको होइन, खै त्यो दिनेस् तैँले भन्नुहुन्छ, यसरी भन्नुहुन्छ। त्यो भन्नुभयो भने चाहिँ के भयो, अब तपाईँहरूलाई कम्पनीले जस्तो लुगा लाउनु भएको छ त्यस्तै लुगामा पठाइदिन सक्छ हैन। त्यही भएर चाहिँ तपाईँले याद गर्नु परेको कुरा चाहिँ के भने एग्रिमेन्टमा अनुसार म बसेको छु कि छैन हैन। तर कतिपय कन्डिसनमा के हुन्छ भन्ने छ नि, जस्तो एक्जाम्पल दिएको तपाईँलाई मैले, यहाँबाट एग्रिमेन्टमा तपाईँलाई 1200 भनेको छ, म दुबईको कुरा एक्जाम्पल दिएको है मैले एकछिन। तर तपाईँलाई कम्पनीले 1000 रुपियाँ मात्रै दियो, अब के गर्ने? बस्ने कि नेपाल फर्किने? ल भन्नुहोस् मलाई। कोही एकजनाले जवाफ दिनु त, तपाईँलाई 1200 भनेको थियो, उहाँ 1000 मात्रै दियो, अब तपाईँ फर्किने कि उहीँ बस्ने त? भन्नु त। अब फर्किँदा के हुन्छ, बस्दा के हुन्छ? होइन। अब त्यो भने मैले भने अलिकति सोचेर निर्णय गर्नुपर्छ यस्तो कुराहरू। अब मैले तातो गोर्खाली रिस गरेँ भने के हुन्छ, त्यसले मलाई यति भनेको थियो, फर्किनु भयो। फर्किन के गर्नु पर्यो, टिकट पनि आफै हाल्नु पर्यो पहिलो है। त्यसपछि दोस्रो, मैले लगानी गरेको पैसा उठाउनु फेरि के गर्नु, धाउनु पर्यो। उसले तपाईँले आज आउनुभयो भोलिपल्टै दिन्छ भन्ने के ग्यारेन्टी छ? तपाईँलाई 6 महिना झुलाइदिएला अरे एकछिनको लागि है। मैले प्र्याक्टिकल कुरा गरेको है। हामीसँग कानुनी उपचार होला अरे, ल त्यो कानुनी उपचार पनि आजको भोलि दिन्छ हैन। त्यस कारण के भने बुद्धिमानीपूर्ण कुरा चाहिँ के हुन्छ भने, यदि तपाईँले उही बस्नुभयो एकछिनलाई 1000 रुपियाँ थाप्नुभयो, 5 महिना थाप्नुभयो भने के हुन्छ, तपाईँले गएको लगानी के गर्नुहुन्छ, उठाउनुहुन्छ हैन। अनि त्यस पछाडि तपाईँ के हुन्छ, तपाईँ बोनसमा जानु सक्नुहुन्छ। अब तपाईँलाई कम्पनी राम्रो काम गर्दै जानुभयो भने फेरि कम्पनीले के गर्छ, तपाईँको स्यालेरी बढाइदिनु पनि सक्छ। त्यो त हामीलाई थाहा छैन नि त हैन। उसलाई तपाईँको काम गरेको पर्फर्मेन्स मन पर्यो उसलाई भने उसले बढाइदिन सक्यो। अब यही चिज तपाईँ नेपाल आउनुभयो नि, 6 महिना लाग्यो त्यो आफ्नै पैसा उठाउनलाई, त्यो पनि ग्यारेन्टी छैन हैन। तर उहीँ बसेर चाहिँ हामीले सङ्घर्ष गऱ्यौँ भनेदेखि फेरि के हुन्छ, 6 महिना अथवा 1 वर्ष पछाडि फेरि तल बढाउन सक्छ। किनभने जति एक्सपिरियन्स बढ्दै गयो हैन, त्यति हामीसँग कन्फिडेन्स बढ्दै जान्छ, हामीसँग ल्याङ्ग्वेजको समस्या कम हुन थाल्छ, त्यसपछि काम पनि हामी बुझ्छौँ हैन, त्यो बढ्न पनि सक्छ। त्यस कारणले चाहिँ अलिक सोचेर निर्णय गर्नुपर्छ भन्छु म। सकभर के गर्ने, सकभर नेपाल फर्किनुभन्दा पहिला जसले हामीलाई उहाँ पठाउन कोसिस गरेको छ उसँग नम्र भएर हामीले संवाद गर्ने। तपाईँले त मलाई यति पैसा दिन्छ भनेर पठाएको, यहाँ त यति मात्रै दिने भयो त हैन। उसलाई पहिलोचोटि सम्झाउने, दोस्रोचोटि पनि सम्झाउने
त्यसरी उसलाई धम्क्याउने, तर के गर्ने, ब्याक टु नेपाल चाहिँ नगर्ने। बुझ्नु भएन? किनभने पहिला सम्झाएर भयो भइहाल्यो, धम्क्याएर भयो भइहाल्यो, भएन भने यो यस्तै हो भन्ने काम चाहिँ गर्ने। तर धेरै नै फरक पर्यो भनेदेखि चाहिँ अब त्यसपछि तपाईँको स्वाभाविक निर्णय गर्ने हो। बुझ्नु भएन? किनभने यत्रो दुःख गरेर यत्रो 3 महिना 4 महिना कुरेर बल्ल बल्ल छिर्नुपर्ने ठाउँमा छिर्या हुन्छ, अनि फेरि पुरानै सङ्घर्ष गर्नु, जिरोबाट सङ्घर्ष गर्नु पर्यो भनेदेखि त मजा आएन नि। अनि त्यस कारणले चाहिँ अलिक सोचेर निर्णय गर्नुहोस् भन्न खोजेको मैले। ठिक छ? एग्रिमेन्टको कुरा मैले तपाईँलाई भन्न खोजेको कि कहिलेकाहीँ चाहिँ यसो पनि गर्नुपर्ने हुनसक्छ है। अब त्यस पछाडि आउँछु म फर्केर फेरि अब आउँछु हामी यहाँबाट, होइन? पहिला त हामी त्यो देशमा पुग्नुभन्दा अगाडि त के हुनु पर्यो, यी कुरा चाहिँ यहाँ भइसकेको हुनु पर्यो नि त, कम्प्लिट हुनु पर्यो। त्यही भएर अब म सुरुवात गर्छु। तपाईँको बायोमेट्रिक भइहाल्यो, बायोमेट्रिक तपाईँको आँखा देखिसकेपछि आयो, सकिहाल्यो। अब म आएँ कहाँ, वेलफेयर फन्डमा। अघि मैले तपाईँहरूसँग कुरा गरेँ नि, यो चाहिँ के भयो, वान टाइम तिर्नुपर्छ। कति तिर्नुपर्छ? 1500 रुपियाँ तिर्नुपर्छ। अब किन तिरेको त, त्यहाँ जाउँ। अब हामी यहाँ प्रवेश गरौँ वेलफेयर फन्डमा। हामीले के गर्यौँ, एकचोटिलाई हामीले के तिर्नु पर्यो, 1500 रुपियाँ तिर्नु पर्यो। यो तिरेपछि के देखाउँछ, यहाँ एस देखाउँछ। यो जतिखेर तिर्न सकिन्छ, यसलाई समय लाग्दैन। अब यो वेलफेयर फन्डको काम के त, कसैलाई थाहा छैन भन्नु त मलाई ल। होइन होइन, म थोरै सुरुमा तपाईँलाई भन्छु ल। यो वेलफेयर फन्डको काम चाहिँ यदि भोलि तपाईँलाई विदेशमा समस्या पर्यो, होइन, दुर्घटना भयो, अङ्गभङ्ग भयो, अशक्त भयो, अपाङ्ग भयो या मृत्यु भयो भने के गर्ने भयो, तपाईँलाई यसले सहयोग गर्ने भयो। कसरी गर्ने भयो? अब यसरी हे गरौँ। पहिला हामी जिउँदैछौँ, अनि हामी जिउँदै हुने भनेको के हो, दुर्घटना होला, होइन, अङ्गभङ्ग होला, होइन, अशक्त होला, कोमामा जाला अरे, यो जिउँदै केस भयो, होइन। अब मृत्यु भनेको चाहिँ के भयो, अब तपाईँसँग रहेन, तपाईँसँग बाँकी रह्यो त, मृत्यु तपाईँसँग बाँकी रहेन, होइन। मृत्यु भनेको चाहिँ के भयो, अब अरूले मात्रै देख्ने भयो, तपाईँ आफै देख्नुहुन्छ आफ्नो मृत्यु, देख्नुहुन्न, होइन। त्यस भएको कारणले गर्दाखेरि चाहिँ अब मैले के भने, तपाईँलाई के भयो, दुर्घटना भयो, अङ्गभङ्ग भयो, अशक्त भयो, होइन, भनेदेखि चाहिँ के भने तपाईँको कन्डिसन हेरेर यो वेलफेयर फन्डले तपाईँको परिवारलाई अथवा तपाईँलाई उपचार खर्च भनेर चाहिँ 150 देखि 7 लाख रुपियाँसम्म उपचार खर्च दिन्छ है। यो जस्तै घातक रोग लाग्यो एकछिनलाई, अरू थपिदिन्छु म अझै है। घातक रोग भनेको जस्तै मानिलिउँ हेड इन्जुरी भयो, काम गर्दा गर्दै केही चिजले टाउकोमा लाग्यो, लड्यो हाम्रो, होइन, टाउको बजारियो, अब हामी के भन्छौँ, अनकन्सियस हुन सक्छौँ, होइन, हामी प्यारालाइसिस हुन सक्छौँ, होइन। त्यसै गरेर चाहिँ हार्ट इन्जुरी भयो, किडनी फेलरहरू भयो, स्पाइनल इन्जुरी भन्यो, होइन, लडिसकेपछि के हुन्छ, मेरुदण्डहरू भाँचिन सक्छ, होइन, त्यहाँ समस्या आउनसक्छ। यी यस्ता खालको चाहिँ रोगहरू हामीलाई लाग्यो भनेदेखि चाहिँ यसले हामीलाई यसको समिति छ, हाम्रो कागज हेर्छ उसले, विदेशको त्यता सिफारिस गरे हुन्छ नि त, यो भएको भनेर मेडिकल रिपोर्टहरू हुन्छ। त्यो रिपोर्टमा छलफल गरिसके पछाडि त्यो समितिले निर्णय गर्छ यति पैसा उसको परिवारलाई दिने भनेर। 150 देखि 7 लाख रुपियाँसम्म उपचार खर्च दिन्छ। यो चाहिँ तपाईँ जिउँदै हुँदाखेरि भयो, होइन तपाईँ जिउँदै हुनुहुन्न। अब तपाईँहरूको मृत्यु भयो भनेदेखि चाहिँ अब के गर्छ, पहिलो काम विदेशबाट नेपाल लास ल्याउनलाई समन्वय गर्छ। अनि नेपालको एयरपोर्ट आइसके पछाडि तपाईँको घर कहाँ छ, एक्जाम्पल है, मानिलिउँ महाकालीमा छ भनेपछि काठमाडौँदेखि महाकालीसम्म सब बानमा राखेर निःशुल्क पुर्याउने काम गर्छ र परिवारलाई जिम्मा लाउँछ। र तत्कालका लागि चाहिँ उसले 25,000 काजक्रिया खर्च भनेर छोडेर आउँछ यसले। र त्यस पछाडि चाहिँ हामीले हाम्रो नजिकको सरकारी निकाय भनेको के हो, हाम्रो सबैभन्दा नजिकको सरकारी निकाय भनेको वडा कार्यालय, होइन। वडा कार्यालयमा गएर हामीले निवेदन दिनुपर्ने हुन्छ। हाम्रो आफन्त उसको नजिकको हकवाला को छ, जसले पनि दिए पनि हुन्छ, तर हकवाला चाहिँ राख्नु पर्यो, सिफारिस हुनु पर्यो। उसको नजिकको हकवाला को हो त, होइन, उसको कसले सिफारिस गर्छ, वडाले सिफारिस गर्छ।
त्यसपछि त्यसमा डकुमेन्ट हाल्नु पर्यो, के हाल्नु पर्यो, त्यही तपाईँको पासपोर्ट, भिजा, एग्रिमेन्ट पेपर, टिकट, एराइभल, डिपार्चर, होइन, त्यसपछि यो तिरेको रसिदहरू, होइन, यो सबै कागजातहरू चाहिँ त्यहाँ वडाबाट हालिसकेपछि त्यो वडाले नै यहाँ पठाइदिन्छ, तपाईँहरू काठमाडौँ आउनु पर्दैन। अनि त्यो विषयमा उनीहरूले त्यो छलफल गरेर निर्णय गरेर त्यहाँ खाता नम्बर उल्लेख गरेको हुन्छ, त्यही खातामा चाहिँ पैसा 10 लाख रुपियाँ पैसा चाहिँ पठाइदिन्छ। त्यो परिवारको हकवाला को छ उसको खातामा 10 लाख रुपियाँ पैसा यदि मृत्यु भएको खण्डमा। ठिक छ। अब स्पेसली अर्को यसको काम छ, ल तपाईँहरूको मृत्यु भयो, बालबच्चाहरू पढ्दै थियो भने त्यो बालबच्चालाई 11-12 कक्षासम्म निःशुल्क पढाउने काम पनि यसले गर्छ। यसको काम भनेको हैन। अझै एउटा काम भनेर एग्रिमेन्ट गरेको थियो, त्यो चाहिँ अहिलेसम्म एग्रिमेन्ट तपाईँको भएन, कार्यान्वयनमा गएन। जस्तो के भनेको थियो भने वैदेशिक रोजगारीमा मृत्यु भएको परिवारमध्ये 1 जनालाई चाहिँ रोजगारी दिने भनेको थियो, होइन, त्यो चाहिँ दिन सकेका छैन राज्यले। तर त्यो पनि हामीहरूले चाहिँ आवाज उठाइदिइरहेका छौँ यो विषयमा, होइन। त्यस कारणले चाहिँ हामीले वेलफेयर फन्डमा पैसा 1500 रुपियाँ जम्मा गरेको। अब तपाईँहरूलाई क्वेसन गर्नु होला फेरि मलाई, जब 1500 रुपियाँ जम्मा गरेर यसले 10 लाख रुपियाँ दिन्छ भन्यो, उपचार खर्च दिन्छ भन्यो, कसरी पत्याउने भन्ने लाग्ला तपाईँलाई? मैले अघि तपाईँहरूलाई के भने दिनमा 1000 देखि 1500 मान्छे वैदेशिक रोजगारीमा गइरहेछ। तर मैले दिनमा के भने मृत्यु भएर कति आइरहेछ? 3 देखि 4 जना आइरहेछ। सबैको मृत्यु हुन्छ त? हुँदैन। अहिले यो कोषमा लगभग तपाईँको 6 देखि 7 अर्बको हाराहारीमा पैसा छ, यही फन्डको लागि हो। ठिक छ। त्यही भएर प्रत्येक तपाईँको साउनको महिनामा हेर्नुभयो भने यो वैदेशिक रोजगार बोर्डले चाहिँ एउटा नोटिस पब्लिस गरिरहेको हुन्छ छात्रवृत्तिको लागि भनेर। यदि तपाईँहरूको गाउँ छिमेकमा वैदेशिक रोजगारीमा गएर मृत्यु भएको कुनै परिवारले पढ्न पाएको छैन भने हामीलाई जानकारी गराइदिनुहोस्। यसले यही कोषले चाहिँ तपाईँको परिवारलाई, उसको बालबच्चाहरूलाई 11 देखि 12 क्लाससम्म निःशुल्क पढाउने काम गरिरहेको हुन्छ। ठिक छ। यो तपाईँलाई मैले किन सुनाएको भने तपाईँले आफूले पनि थाहा पाउनु पर्यो, तपाईँले आफ्नो परिवारलाई पनि भन्नु पर्यो। अनि कसलाई थाहा छ भोलि के हुन्छ भनेर? थाहा छ र कसैलाई? थाहा छैन। अब यो सामाजिक यो कलाकारी कोषको विषयमा केही क्वेसन छ तपाईँहरूसँग? मलाई सोध्ने केही क्वेसन छ भने सोध्नुहोस्। छ के? कति पैसा जम्मा गर्नुपर्ने रहेछ? 1500 रुपियाँ, होइन। मृत्यु भने कति पाउने रहेछ? 10 लाख, है। अनि तपाईँको उपचार खर्च कति पाउने रहेछ? म्याक्सिमम 7 लाखसम्म, होइन। 150 देखि 7 लाखसम्म। ठिक छ। अब म आउँछु इन्सुरेन्समा। यो इन्सुरेन्सको नाम चाहिँ के हो? म्यादी इन्सुरेन्स, म्यादी बिमा नेपालीमा भन्नुपर्दाखेरि भनेको निश्चित समयको लागि गरेको बिमा हो। अघि मैले ठ्याक्कै भने तपाईँहरूलाई टाइम, होइन। अब यसले के गर्छ त? यसले के गर्छ? हो, इन्सुरेन्सले के गर्छ? तपाईँको आज गरेको छ श्रम, आज इन्सुरेन्स गरेको छ, तपाईँ उड्नु नै भएको छैन, तपाईँ उड्नु नै भएको छैन, उड्न रेडी हुनु भएको छ, सबै रेडी छ। अब तपाईँको मृत्यु भयो भने आजैदेखि सुरु भयो एउटा। अर्को के भने विदेश जानुभयो, छुट्टीमा आउनु भएको छ, इन्सुरेन्सको म्याच सधैँ थियो, होइन। कि त उहाँ कि त फर्केर छुट्टीमा आएकोलाई नेपालमा मृत्यु भयो भने तपाईँको परिवारलाई यसले चाहिँ के गर्ने भयो? 15 लाख रुपियाँ पैसा चाहिँ परिवारलाई प्रोभाइड गर्ने भयो। अब यो चाहिँ के भयो? वान टाइम हामीले म्यादी इन्सुरेन्सको तपाईँको उमेर अनुसार पैसा हुन्छ, ठ्याक्कै यति भन्न सक्दिनँ म, होइन। उमेर अनुसार चाहिँ तपाईँको पैसा डिटरमाइन गरेको हुन्छ, त्यही पैसा चाहिँ हामीले प्रोभाइड गर्नुपर्ने हुन्छ। यो पैसा तिरेपछि यहाँ पनि एस देखाउँछ। अब यसले पनि के भन्छ? घातक रोगको लागि तपाईँहरूलाई सर्टेन पैसा, यति नै ठ्याक्कै भनेको छैन, सर्टेन पैसाहरू यसले प्रोभाइड गर्छ। अब इन्सुरेन्स तपाईँहरूको यो मैले कहाँको कुरा गरिरहेको छु? कुन देशको कुरा गरिरहेको छु? नेपालको कुरा गरिरहेको छु मैले। तपाईँको इन्सुरेन्स के हुन्छ? उहाँ पनि गरे हुन्छ, होइन। तर अधिकांश उहाँ चाहिँ के हुन्छ? तपाईँको वर्किङ आवरको इन्सुरेन्स गरे हुन्छ कम्पनीहरूले, भनेको काम गर्दा गर्दै तपाईँको केही तलमाथि भयो भनेदेखि चाहिँ अब त्यो कभरेज गर्छ उसले। त्यही भएर चाहिँ कतिपय कम्पनीहरूले चाहिँ के हुन्छ? त्यो नलेखेको तापनि के गर्छ? तपाईँले कति देख्नु भएको छ, मैले व्यावहारिक रूपमा कति देख्नु भएको छ, त्यो लासहरूमै पैसा राखेर पठाइदिएको हुन्छ, कति देख्नु भएको छ तपाईँहरूले, होइन।
होइन किनभने लास्ट कसले खोल्छ भन्नु त उसको घरको परिवारदेखि बाहेक अरूले खोल्न पाउँछ पाउँदैन त्यही भएर उसैले पाउँछ भनेर चाहिँ त्यहाँ पैसा चाहिँ भित्र हालेर पठाइराखेको नि हुन्छ होइन र कतिपय केसमा चाहिँ के हुन्छ उहाँको इन्सुरेन्स कम्पनीले नेपालको एम्बेसीको थ्रुबाट तपाईँको परिवारसम्म आइरहेको नि हुन्छ त्यही भएर 2 ठाउँमा इन्सुरेन्स गरे हुन्छ बुझ्नुभयो नि होइन किनभने पहिला त्यस्तो थिएन पछिल्लो समयमा चाहिँ के हुन्छ तपाईँको भिजा निकाल्दाखेरि नै इन्सुरेन्स गरेको हुनुपर्छ हैन नभए उहाँको कम्पनी उहाँको देशमा पनि भिजा दिँदैन वर्किङ भिजाको केसमा चाहिँ तपाईँको अहिले चाहिँ बनाएको नियमअनुसार चाहिँ उहाँ इन्सुरेन्स नगरिकन भिजा दिँदैन त्यही भएर यो इन्सुरेन्सको विषयमा अब यो इन्सुरेन्सको विषयमा केही छ क्वेसन सोध्नु न सबै थाहा छ क्या तपाईँहरूलाई त कोही बोल्नु न त्यो इन्सुरेन्स त हामीले गरेकै छैन कुन इन्सुरेन्स यो तपाईँको अहिले मेन पावरले गर्छ नि त तपाईँलाई मैले अहिले भनेको के त अघि तपाईँलाई देखाएँ नि मैले यहाँ योभन्दा अघिल्लो प्रोफाइलमा के देखाएँ मैले यहाँ भन्नु त राइट देखाएन होइन यो राइट नलागुन्जेलसम्म यहाँ जतिसम्म देखाएको छ नि यो राइट नलागुन्जेलसम्म तपाईँ विदेश जानै पाउनुहुन्न बुझ्नुभयो नि होइन यो नभइकन तपाईँ जानै पाउनुहुन्न त्यही भएर यो गर्छ तपाईँले चिन्ता गर्नु पर्यो नि यो विषयमा होइन तपाईँलाई मैले बुझाउन खोजेको मैले किन बुझाउन खोजेको अहिले भने अहिले 2 वर्ष पछाडि तपाईँ छुट्टीमा आउँदाखेरि त यो सबै चिज तपाईँ कसले गर्नुपर्छ तपाईँले गर्नुपर्छ त्यतिखेर तपाईँले के गर्नु पर्दैन यो 2टा चिज गर्नु पर्दैन यो 2टा छोपिदिएँ मैले यो माथिको त गर्नुपर्छ बुझ्नुभयो कि बुझ्नु भएन यो 2टा ओरिएन्टेसन र मेडिकल गर्नु पर्दैन तर यो माथिको त सबै गर्नुपर्छ यो नगरिकन तपाईँको श्रम आउँदैन फेरि श्रम नआएपछि के भयो हेर्नु हजुर मेन पावरले अथवा तपाईँलाई जसले यहाँ पठाएको छ जसको थ्रुबाट तपाईँ यहाँ आउनु भएको छ उहाँले गर्नुहुन्छ त्यो तपाईँले गर्नुभयो हो मेडिकल गर्नुभयो तर मेडिकल गरिसकेपछि के हुन्छ मेडिकल कम्पनीहरूले चाहिँ तपाईँको जुन रिपोर्ट तपाईँ फिट भएको रिपोर्ट छ त्यसलाई अनलाइनमा हालिएपछि मात्र यो देखाउँछ उनीहरूले हालिदिन्छन् त्यो होइन किनभने तपाईँलाई कसैले पठाएको हुन्छ तपाईँ आफै जानुभएको छ सबै आफै गर्नुभएको छ भने तपाईँले आफैले हाल्नुपर्छ बुझ्नुभयो नि भने नि किन तपाईँ आफै जानुभएको छ तपाईँलाई सबै यो थाहा छ मैले भनेको कुरा होइन थाहा छैन भने गर्नु पर्यो तपाईँले किनभने तपाईँहरूलाई थाहा छैन धेरैलाई किनभने मैले यो तपाईँलाई यो प्रोफाइलको विषयमा मैले सोधेँ भने तपाईँलाई जानकारी नै हुँदैन यसको पासवर्ड सोध्यो भने तपाईँलाई थाहा नै हुँदैन भनेको के भने तपाईँलाई कसैले पठाइरहेको छ भनेर होइन पहिला बुझ्नु पर्यो संस्थागत इन्डिभिजुअल मैले तपाईँलाई देखाइरहेको अहिले के देखाएको छु यो इन्डिभिजुअल देखाइरहेको छु अघि तपाईँलाई देखाएको थियो मैले कहिले के देखाएको थिएँ अघि संस्थागत देखाइरहेको थिएँ मैले यहाँ के लेखिरहेको थियो यहाँ के लेखिरहेको थियो अघि तपाईँको होइन मेन पावर कम्पनीको नाम लेखिरहेको थिएन प्याराडाइज इन्टरनेसनल भनेर आएको थियो अहिले आएको छ त्यो अघिको संस्थागत भयो यो चाहिँ के भयो इन्डिभिजुअल भयो 2 तरिकाले श्रम आउने भयो एउटा यो कम्पनीहरू मेन पावर कम्पनीले निकाल्ने भयो एउटा तपाईँले के भयो तपाईँको व्यक्तिगत रूपमा निस्किने भयो यो अहिले हामी व्यक्तिगत कुरा गरिरहेको छौँ होइन संस्थागत निकाल्दाखेरि के गर्छ सुरुमा संस्थाहरूले के गरिदिन्छ सबै पैसा तिर्दिन्छ तर अधिकांशले चाहिँ यो पैसा छुट्टै मागेको देखिरहेको छु मैले यो एसएसएफ लेखिरहेको छ नि यो चाहिँ तपाईँहरूसँग उसले तिर्दिन्छ पैसा अनि तपाईँलाई उड्ने बेलामा फेरि छुट्टै पैसा माग्छ कति पैसा माग्ने भयो कति पैसा खोइ त अघि मैले देखाएको खोइ त 2596 रुपियाँ होइन हो यो अघि देखाएको थिएँ नि मैले तपाईँलाई देखाइनँ एक गरेर देखाएको छु मैले यो तपाईँले पछिको आफै गर्नुपर्ने हुन्छ आफै मोबाइलमा तपाईँले रिक्वेस्ट गर्न पनि सक्नुहुन्छ सबै अनलाइनबाट आउने हो क्या अहिले पहिला जस्तो तपाईँ मान्छे गएर त्यहाँ ढोकामा झ्याल लागेर झ्यालमा झुन्डेर बस्नुपर्ने स्थिति छैन अहिले तपाईँले विदेशबाट पनि गर्न सक्नुहुन्छ होइन तपाईँले मोबाइलबाट पनि गर्न सक्नुहुन्छ त्यही भएर यो चाहिँ तपाईँले के गर्नु पर्यो ख्याल गर्नु पर्यो इन्सुरेन्सको अब कलाकारी कोषले 10 लाख यसले 15 लाख अहिलेसम्म कति भयो 25 लाख भयो है अब म अगाडि बढौँ यहाँबाट ठिक छ इन्सुरेन्सबाट अगाडि बढौँ अब सामाजिक सुरक्षा कोष यो चाहिँ धेरै लामो छ होइन यो मात्रै विषयमा तपाईँलाई मैले कुरा गर्न थालेँ भने 1 घन्टाभन्दा बढी जान्छ होइन अहिले म बेसिक कुराहरूमा जान्छु यसको सामाजिक सुरक्षा कोष भनेको जस्तै के हो त म बुझाउनु पर्यो तपाईँले विदेशतिर सुन्नु भएको छ नि होइन 18 वर्ष पुगेपछि छोराछोरीहरू बाबाआमासँग छुट्टिन्छन् सुन्नु भएको छ होइन अनि के छ 60 वर्ष पुगेपछि बाबुआमालाई केले हेर्छ कसले हेर्छ
सरकारले हेर्छ होइन। ओ यही कन्सेप्ट चाहिँ नेपालमा पनि ल्याउन खोजेको हो। किन भनेदेखि अब त्यो